So what's up guys, I'm Sriza Tanta Sriza tutor. So guys, finally आज हामीहरुको prank series पनि सुरु गरिसक्यौं। अबे मजा आएगा ना भिडो। अब कस्तो हुन्छ prank series? फर्स्ट series हो हामीहरुको prank को series को episode 1 episode 10 सम्म हुन्छ prank series। अनि त्यसपछि हाम्रो के सिरिज ल्याइराख्छौँ गाइस। प्र्याङ्क सिरिजको एपिसोड 1 मा स्वागत छ। गाइस ल पहिले प्र्याङ्क हामीहरु गर्छौँ। कुन चाहिँ प्र्याङ्क गर्ने? पहिले यहाँ तल गएर प्र्याङ्कको भिडियो हेर्छु अनि तपाईहरुलाई भन्छु। सकाल जान्छौँ मे हटे युट्युब चल्दैन। ल टिकटकमा आइसकेको थियो। अब प्र्याङ्क सोचिसक्यो पुरा छतमा प्लानिङको लागि। त्यो गाइस प्र्याङ्क चाहिँ हुनेवाला छ। चोर प्र्याङ्क लिटरली हामीहरुको प्लान चाहिँ तल हुन्छ किनकि छतमा बुवा हुनुहुन्छ। त्यही भएर लगाइछौँ। मेरो साइकल गाइस अब प्र्याङ्क त्यो प्लान सुरु गरौँ। होइन हामीहरू माथि प्लान गर्छौँ। माथि पुगेपछि बेटामा बाबु के गरे? सोलर प्यानल गाइस यो छन्नु गइदिउँ। फेरि यहाँ लड्यो भने नि ठुलो खाइरहेछ। गाइस प्लान सुरु गर। सोलर प्यानल ल्याएको छु गाइस। हाम्रो प्लान हो कि सबभन्दा पहिला हामीहरू सामानहरू गायब गर्छौँ अनि त्यसपछि फुट स्टेपहरू ल्याउन थाल्छौँ अनि त्यसपछि गायब तप्पा। गाइस सुरु गरौँ मिसन। गाइस मिसन गर्नुभन्दा पहिला मलाई एउटा चिज गर्नु छ। छिटो 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 जबल लागी क्या तुझे वो तो बड़ा प्यारा था ये बता। के देखिरहेन गाइस। लगाइसकेँ। अब बाहिर जाउँ। फेरि चप्पलहरू गाडी गर्ने। पहिला यो चप्पललाई लुकाइदिउँ। गाइस यहाँ लुकाइसक्यौँ। ल जाउँ अर्को
बिल्कुल बिस्तारै सबैको ध्यान डिस्टर्ब भइसकेको छ। यहाँ टेकिराखौँ पुरा जाली जाली छ, केही देखिँदैन। यो पर्दा हटाएर आउँछ गाइस पहिला। गाइसले पर्दा पनि हटाइसकेँ। झाकेर हेरौँ को छ। यहाँ त झाकेर हेर्दै गर्नु। बरु एकछिन कटमै जानु। सुतारमा यही बसेर आधा घन्टा भइसक्यो। साँच्ची भनेर चाहिँ म 7:50 बसेको, त्यही पनि 8:25 भइसक्यो। के हो जिप कुरा चल्दाखेरि म 8:55 बसेको है। तर एकछिन टाइगरसँग खेल्दै गरौँ। टाइगर धेरै सुत्ने मनमा छ सायद। यो रातभरि के गरेर बस्यो। खै रे टाइगर दिने भने ओके। बोलाको मात्र नाम के हो त्यसको? खैरे होइन के मुसे? मुसे बोलाउनु त यसरी दिन्छु म। सोधे आन्सर मैले नाम खैरे राख्थेँ, आन्टीले नाम मुसे राख्थे। मुसे सो गाइस मैले चाहिँ नाम खैरे राख्थेँ, आन्टीले नाम मुसे राखिदिनु भयो। अब मेरो मम्मीले के राख्नुहुन्छ? गाइस चोर प्राङ्कको लागि म आधा घन्टा त्यही बसिरहेको छु। गाइस अब त मिसनलाई गर्नुपर्छ। अर्को चप्पल हराउने, सिउँदोमा राख्ने। आमादेखि डर छ कि मेरो भागै भयो नि। त्यसो मात्र सक्ने अनि सो गाइस मैले चाहिँ टोपी फिर्ता दिइसकेँ। ओके थियो भाइजनहरू छ। गाइस पार्ट 2 मा भेटौँला। होइन पार्ट 2 हुँदैन यसको। यहाँ त केही हराइदिउँ, नरिवल हराइदिन्छु। ठिकै थियो नरिवल। ऐना खुल्लाई गयो भन्दाखेरि थियाउ लगाइरह्यो। अब मोबाइल ठुलो सामानमा जाऊँ। यसो सुत्नु पर्यो यहाँ। के सुन्नु भएको
यो ब्याट मिसन कम्प्लिटेड सबैजनाको अगाडि त्यहाँ झ्यालको नजिक झ्यालको यहाँ के बनाएको हो के ढोका लाग्छ र बोर्डको पालि यो बोर्ड 5,000 भनेको त्यसले नै यहाँ तल दुख्यो महँगो सामानमा आइसक्यो हाम्रो लुगा ल्याख अरूको लुगा हाल्दै हाल्छन् अब एकपटक मन घुमेर आउनु पर्यो माथि अहिले म राउन्ड हानेर आएँ भन्थ्यो हो मिसन कम्प्लिटेड यो 12 मिनटको फुल भिडियो कस्तो छ प्र्याङ्क एपिसोड 1 प्र्याङ्क सिरिज पनि हामीले सुरु गरेका छौँ बाई